अब मेन प्रब्लम के क्रिएट भयो भनेपछि है तपाईहरुले त्यहाँ बिचारा एकजनी फलेउटी मलाई माया गर्न लागि तपाईले कम सोचे आयुषका बालाई एकजनी फलेउटी चाहिँ मलाई माया हामीले चाहिँ एउटा रिलेसनलाई चाहिँ हाइड गरेका थियौं हामी श्रीमान श्रीमती हौं हैन हामी श्रीमान श्रीमती हौं भनेर भनेका थिएनौं है त्यसपछि हामी अछामबाट भागेर धनगढी पुगिसकेका थियौं धनगढी हामी जब पुग्दाखेरि त्यहाँ कोही पनि थिएन आफ्नो अब गाह्रो थियो त्यहाँ कसैलाई चिनेका थिएनौं र कोहीसँग कन्ट्याक्ट पनि थिएन त्यसपछि एउटा अंकल हुनुहुन्थ्यो मेरो उहाँले एकदमै सपोर्ट गर्नुभयो सपोर्ट गरिसकेपछि उहाँले उहाँको घरमा गयौं हामी पछि हामी टिकापुरतिर गयौं त्यहाँ बस्ने भन्ने प्लान भएको थियो तर त्यहाँ पनि अब कस्तो हुन्छ भन्दाखेरि यी दुईटा भागेर आएका छन् हैन किनकि गडबड गरलना हुन्छ नि भोलि गएर हामीलाई के समस्या होला भनेर धेरै जना साथीहरुले अब खासै पोजिटिभ रिस्पोन्स दिएनन् खासै साथ सपोर्ट कसैले पनि दिएनन् पछि उहाँले एकजना अंकल हुनुहुन्थ्यो एकदमै मलाई माया गर्नुहुन्छ उहाँलाई म एकदमै सम्मान गर्न चाहन्छु है अनि उहाँले एकदमै साथ सपोर्ट गर्नुभयो त्यसपछि हामी फेरि धनगढी फर्क्यौं धनगढी फर्किसकेपछि मेरो साथीहरु हुनुहुन्थ्यो त्यहाँ है दुई चार जना मेरो साथीहरु हुनुहुन्थ्यो उहाँहरुसँग कन्ट्याक्ट गरेर पछि रुम मिलाइदिनु भनेर कुराकानी भयो किन भन्दा रुम हामीले मिल्न गाह्रो थियो अब सुरुमा हामीलाई केही पनि थाहा थिएन त्यसपछि उहाँहरुले रुम मिलाइदिनु भयो रुम मिलाइसकेपछि हामी ठ्याक्कै रुममा बस्यौं सबै सामानहरु सबै सेटलमेन्ट भइसकेपछि त्यसपछि हामीले ऐश्वर्या विद्यानिकेतन एबिएनमा हाम्रो एडमिसन गर्यौं दुईटैको है 11 मा सेम सेक्सनमा हामीले एडमिसन गर्यौं एडमिसन गरिसकेपछि अब नयाँ ठाउँ समायोजन हुन पनि धेरै टाइम लाग्यो गर्मी बिचारा अब थाहै छ तपाईलाई धनगढीको गर्मी कस्तो छ भन्ने कुरा तपाईहरुलाई थाहा नै छ हैन त्यो गर्मीमा चाहिँ हामीलाई समायोजन हुन गाह्रो भयो एकदमै बिराम पनि भयो हामी हैन मलाई चाहिँ अलिकति फोडाहरु यताउति निस्क्या थिए त्यसपछि चाहिँ हाम्रो ठ्याक्कै पढाइ स्टार्ट भइसकेपछि मेरो सेक्सन के थियो सेक्सन के भइसकेपछि हाम्रो चाहिँ त्यहाँ एकदमै राम्रो भयो त्यहाँ अब पढाइ कुरा सबै कुराहरु राम्रै भयो तर आर्थिक अवस्था चाहिँ अलिकति तलमाथि भइरन्थ्यो तैपनि हामीले हिम्मत नहारेर पढ्यौं राम्रै गरिरहेका थियौं है त्यस्तो केही पनि भएको थिएन पछि बीचमा चाहिँ अब हामीले चाहिँ एउटा रिलेसनलाई चाहिँ हाइड गरेका थियौं हामी श्रीमान श्रीमती हौं हैन हामी श्रीमान श्रीमती हौं भनेर भनेका थिएनौं है हामी चाहिँ साथी हौं हामी एउटै हो मेरो गाउँ भनेर मैले भनेका थिएँ र धेरै जनाले अब उसलाई चाहिँ बहिनी र मलाई चाहिँ दाजु भनेर चाहिँ सपोर्ट गर्थे मतलब मलाई दादा उहाँलाई चाहिँ अब दिदी भनेर यस्तो सपोर्ट गर्थिन अब कोही चिने मान्छेले चाहिँ बाजुराको साथी हुनुहुन्थ्यो दुई चार जना केटी साथी हुनुहुन्थ्यो त्यस्तो भएको थियो हामीले चाहिँ अब हाम्रो रिलेसनहरुलाई मतलब हाइड गरेका थियौं के हाम्रो रिलेसन के हो हाम्रो सम्बन्ध के हो हामीले भनेका थिएनौं हामी बुढाबुढी हौं भनेर भनेका थिएनौं अब कस्तो हुन्छ लाज हुन्छ हैन स्कुलमा भनेपछि अब सबैले थाहा भयो भनेपछि पढाइमा नेगेटिभ असर नपरोस् भनेर हामीले हाइड गरेका थियौं अनि त्यसपछि बिस्तारै सबै अब दिनहरु बित्दै गए बीचमा चाहिँ अब यस्तै रिलेसन हाइड गर्दाखेरि एउटा मेन प्रब्लम त्यहाँनिर क्रिएट भयो अब मेन प्रब्लम के क्रिएट भयो भनेपछि है तपाईहरुले त्यहाँ बिचारा एकजनी फलेउटी मलाई माया गर्न लागि तपाईले कम सोचे आयुषका बालाई एकजनी फलेउटी चाहिँ मलाई माया हो कि नै भन के कुराकानी भन्न त पनि मलाई माया गर्न लागि अर्को कुरा हामीहरु अब सँगै अब यताउति कुराकानी गर्ने सबै भइसकेपछि उसलाई चाहिँ रिस उठ्न लाग्यो मतलब धेरै रिस उठ्ने रहेछ अब कस्तो हुन्छ भन्दाखेरि अब यो बाहिरतिर अब शहरतिर कस्तो हुन्छ केटाकेटीहरु पनि फ्रेन्डली बस्छन् हैन फ्रेन्डली अब मिल्छन् त्यो भए हुनाले उसलाई चाहिँ अब अलिकति अप्ठ्यारो भएको रहेछ पछि अनि एकजना केटीसँग मेरो धनगढीमा लभ पड्या थियो बिचारा साँचो कुरा है त झुटो बोल्नु हुँदैन मेरो लभ पड्या थिएन मैले चाहिँ लभ गरे हैन वन साइडेड लभ रहेछ उ चाहिँ मलाई मन पराउने रहेछ मलाई थाहा थिएन म अब नर्मली बोल्ने अब यताउति भया हुनाले अब त्यस्तो भया थियो अब नाम चाहिँ नलिम हैन किन भन्दा उहाँको पनि एउटा लाइफ हुन्छ हैन के जस्तो भए पनि धनगढीमा लभ पड्या थियो म फेरि त्यो स्कुलमै लभ पड्यो भनेर भन्दिन किन भन्दा मेरो बाहिर हो जहाँ भए पनि धनगढी भित्रै हो एरिया चाहिँ धनगढी हो लभ पड्या थियो हैन लभ पडिसकेपछि मेरो लभ हैन उसले वन साइडेड लभ म भनिरहेछु भनिसकेपछि अब उ पनि अब सेम मतलब हामीसँगै हैन 11 मै पढ्ने मान्छे हो तर अर्को स्कुल थियो नयाँ स्कुल थियो उसको हाम्रो स्कुल सँगै थिएन हामी अब अर्को स्कुलमा पढ्ने साथी थिइन् अब उनले चाहिँ अब चिनजान भएको थियो है चिनजान भइसकेपछि अब फेरहरु लिने हुन्छ नि सार्नको लागि फेर लिइसकेपछि फेरमा चाहिँ बिचारा आई लभ यु लेखिकन मलाई पठाइरहेछ अनि त्यो बुक आयुषकी आमासँग गयो आयुषकी आमासँग गइसकेपछि त्यहाँनिर मोबाइल फुटाफुट भयो हैन एउटा मोबाइल बिचारा 16000 धदरी मतलब किन्या मोबाइल यसले अब हानेर डिस्प्ले उडाइदिए त्यसपछि पछिल्लो दिन 4000 को डिस्प्ले 3-4 दिन म स्कुलमै गएन बिस्तारै त्यो केटीले पनि हाम्रो रिलेसन थाहा पाइ अब नजिकको साथीहरुबाट को हुन् ती भनेर सोधिरहेछ ती दुईटा त विवाह गरेर आकाउन् ती दुईटा त भागेर आकाउन् भनेर भन्दिया रहेछ एकजनाले भनिसकेपछि उसले थाहा पाइसकेपछि त्यो केटीले चाहिँ अब त्यो दिनदेखि मतलब त्यो बाटै हिड्न छोड्दिए हैन
एक दिन भेट भयो, भेट भइसकेपछि के छ खबर सन्चै हो नि? ठिक छ, मैले पनि भने ठिक छ भने एकदमै लाइफसँग खेल्यौ तिमीले। यसरी म श्रीमान श्रीमती हौँ हामी भनिदिए भए म सायद मनमा राख्दैन थिएँ होला होइन। अब तपाईँहरूलाई थाहै छ कोही माया गर्नुहुन्छ भनेपछि होइन, वान साइडेड हो या टु साइडेड हो, मन पराइसकेपछि माया गरिसकेपछि हल्का अलि अप्ठ्यारो त हुन्छ होला। किन भन्दा हाम्रो पनि लभ थियो, म पनि उसलाई मन पराउँथेँ आयुष क्यामालाई, ऊ पनि मलाई मन पराउँथे। त्यो हिसाबले हेर्दाखेरि चाहिँ त्यो केटी सही लाग्यो मलाई, गलत चाहिँ केही पनि लागेन। पछि रुगाई भयो, हल्का हल्का रुई, अलिक हल्का आँसु निकाले गरे। ठिक छ, अहिले केटी त्यसको चाहिँ अब बिचरा उसलाई नराम्रो लाग्ला। प्लिज होइन, यदि तिमी भिडियो हेर्दैछौ भने नराम्रो नमान्नु, मैले तिम्रो नाम पनि लिएन, सबै कुरा मैले हाइड गरिदिएको छु है। एकदमै राम्रोसँग जीवन बिताउनुपर्छ होइन, सोचे जस्तो खोजे जस्तो लाइफमा सोचे जस्तो केही पनि हुँदैन होइन। हाम्रो चाहिँ भयो है, स्योरली हामी दुइटाले माया गरेका थियौँ, हामी दुइटै विवाह पनि भयो। हाम्रो चाहिँ यस्तो ब्रेकअप श्रेकअप केही पनि भएन। मेरो फर्स्ट लभ पहिल्यै विवाह भयो होइन। पहिला एरेन्जको लागि एउटा केटी हेरेको थिएँ मेरो घरवालाले, मैले चाहिदिनँ भनिदिएँ होइन। किन भन्दाखेरि अब आफ्नो माया गरे मान्छे बाहेक अरूलाई बिहे गर्न कसैलाई रहर लाग्छ, कसैलाई लाग्दैन। बाध्यताले भयो भने पनि जीवन गाह्रै हुन्छ बिताउन। तर आफूलाई सम्हाल्नु भनेर भन्न चाहन्छ मेरो है तपाईँले चाहिँ। ल ठिक छ, एकदमै अब त्यहाँ धनगढी चाहिँ यति लफडा भयो। त्यसपछि हाम्रो विभिन्न क्रियाकलाप हामीले +2 पनि गऱ्यौँ धनगढीमा। +2 गरिसकेपछि ठ्याक्कै हामी इन्डिया आयौँ। इन्डिया भन्दा पनि घर गयौँ होइन। घर गइसकेपछि हाम्रो सामाजिक रूपमा विवाह भयो। विवाह भइसकेपछि हामी ठ्याक्कै इन्डिया आउने प्लान गऱ्यौँ। इन्डिया आउने प्लान चाहिँ हाम्रो अब धेरै बिचरा कस्तो भन्दा आर्थिक अवस्था कमजोर थियो। त्यसैमाथि हाम्रो ऋण थपिल लाग्थ्यो होइन। ऋण तिर्नुपर्छ, अब त केही न केही गर्नुपर्छ, हुँदैन यसरी पढाइ लेखाइ भनेपछि। अब विवाहपछि गाह्रै हुने रहेछ। भइसकेपछि हामीहरूले इन्डिया आयौँ। इन्डिया आइसकेपछि हामीले एउटा धेरै समस्याहरू झेल्यौँ साथै। कति समस्या झेल्यौँ भन्ने गाह्रो छ होइन। इन्डियामा आइसकेपछि मेरो आफन्तहरू थिए, धेरै थिए, छैनन् भन्न मिल्दैन होइन। धेरै आफन्तहरू थिए। म कस्तो भन्दा कसैसँग अब सहयोग माग्दाखेरि चाहिँ अब सहयोग माग्ने, कसैले अब भनेपछि आफ्नो मान्छेले अब अलिकति वास्ता नगरेपछि, मतलब अवस्था त्यति बेलाको अवस्था नै एकदमै गाह्रो थियो कि एकदमै गाह्रो थियो। हामी स्टार्टिङमा आएपछि त हामीसँग कमसेकम नास्ता खाने पैसा पनि थिएन यार। त्यो अवस्थामा हामी थियौँ। त्यो अवस्थामा कसैले साथ सपोर्ट गरेनन्, एकदमै दुःख लाग्यो साथी हो। यो सायद सबैको जीवनमा यस्तो हुन्छ होला। किन भन्दा जब तपाईँहरूसँग केही छैन, तपाईँहरूसँग कोही छैन, यो कुरा बुझ्नु होला है। जब तपाईँहरूसँग केही छ, तपाईँहरूको पछाडि आउँछन् नाता सम्बन्ध नभएकाहरू पनि नाता सम्बन्ध गाँस्न आउँछन् होइन। यो कुरा चाहिँ हुन्छ, 100% हुन्छ यो कुरा। त्यही भएर हुनाले हामीले धनगढीमा चाहिँ एकदमै दुःख झेल्यौँ। त्यसपछि हामीले इन्डियामा आयौँ। इन्डियामा पनि स्टार्टिङमा एकदमै हार्ड भयो है। अब अहिलेको अवस्था त ठिकै छ, हामी अहिले पनि अब काम गरिरहेछौँ। अहिले सबै कुराहरू चिनेछौँ र सबै मान्छेसँग चिनजान भइसकेपछि सबैले सपोर्ट गरिरहेछन् होइन। अहिले चाहिँ मै आफै त बिचरा सबै मतलब गाडी साडी घोट्ने काम गरिरहेको छु, त्यो अलग कुरा छ। हाम्रो बिचमा के भयो कस्तो भयो भन्ने कुरा म भोलि भन्ने छु है साथीहरु। अहिले एकदमै भिडियो लामो भइसक्यो, भाग 3 को लागि अब वेट गर्नु होला हैन। हामीले इन्डियामा चाहिँ आइसकेपछि कति दुःखहरू झेल्यौं हैन, कसले साथ सपोर्ट गरे अनि के हुँदो रहेछ मान्छेको लाइफ हैन। तपाई सफल हुनुहुन्छ भने तपाईको पछाडी धेरै धारो लाग्छ के, मान्छेको धारो 100%। तर तपाई असफल हुनुहुन्छ भने तपाईको पछाडी एकजना हुँदैन। तर यदि एकजना जो छ नि त्यसलाई कसैले कहिले पनि नछोड्नु होला। जसले साथ दिए हुन्छ नि असफल जब तपाई हुनुहुन्छ, समस्यामा साथ दिन्छ नि, त्यसलाई कसैले कहिले पनि नछोड्नु होला। म त छोड्दिन। एकदमै मैले मनमा राखेको छु जसले मलाई साथ सपोर्ट दिनु भएको थियो। हृदयदेखि मलाई पनि धन्यवाद दिन चाहन्छु। नाम म लिदैन, मलाई धोका दिनेको नाम पनि लिदैन, मलाई असफलमा साथ दिनेको नाम पनि लिदैन। यदि लिनै पर्यो भनेपछि साथ दिनेको नाम भोलि भाग 2 3 मा लिनेछु। अहिलेलाई छुट्छौँ। आयुष क्यामा के भन्न चाहनुहुन्छ? केही पनि भन्न चाहनुहुन्न? आयुष क्यामा त बस्ने मात्रै हो। ल ठीक छ, उहाँले अब एकदमै हामीले जे कुरा भयो त्यो भन्यो। अन्तिममा अब जोसँग मेरो वान साइडेड लभ, जसले मलाई लभ गर्नुहुन्थ्यो, माया गर्नुहुन्थ्यो, प्लिज तपाईले अब आफ्नो जीवन एकदमै सुरुवात गर्नु होला। त्यो कुरा सायद तपाई बिर्सिसक्नु भयो होला। आई थिंक तपाई एकदमै सफल हुनुहुन्छ हैन। तपाईले राम्रो गरिराख्नु भएको छ, शुभकामना छ साथीहरु। होस् त भाग 2 मा भेटौँला है।